Hello guys, welcome back my video and good morning from Varin. It's me Robin Mogar and मैले बिहानको इन्फर्मेसन सेयर गर्न खोज्दैछु र हामी बिहान बिहान उठेर चिसो चिसो मौसममा जुरुक्क उठेर टुरुत्त मुटेर टुरिहाल्यौँ। हामी लङ ट्रिपको लागि रिभाइ भएर हिँडेका छौँ र हामी जान त अझै बिहानै खोजेको, तर म लेट उठ्नाले आज हल्का लेट भएको छ। त्यसैले म तपाईँहरूलाई राम्रो राम्रो एरियाको भिडियो बनाउन भ्याउँदैन होला। जहाँसम्म जे देखिन्छ म रोड ट्रिपमा तपाईँहरूलाई सेयर गर्ने प्रयास चाहिँ गर्नेछु। लेट्स सी एन्ड इन्जोय आवर भिडियो। ओके, कस्तो लाग्यो दाजु? ठिक छ त। पक्कै पनि लेडिज हो नि दाइ, यति टचिङ गरेर जाँदा कस्तो डेन्जर ड्राइभिङ गर्छ। यस्तो यस्तो एकदम क्लियर गर्नुपर्छ। तिमी चलाएको त देख्दैनौ क्यामेरा गर्ने देखिन्न त पछाडि त, म चलायो भने त देख्दिनँ होला। थोरै ग्याप गरेर चलाउनु पर्ने कि हामीलाई, यस्तो ठोकिन्छ। एक्सिडेन्ट हुने नै यसरी होइन त। हो, नयाँ नयाँमा म पनि त्यस्तै हुँ, त्यस्तो प्लान गर्छु, केयर चाहिँ गर्नुपर्छ नि। ठुलो गाडी फेरि छोयो भने पनि केही नभने फेरि पुरै हाम्रै लेडिजहरू चाहिँ डेन्जर छ। मोबाइल होइन छोयो कि कुयो जस्तो टचिङ एयरफोन लगाएर त राम्रै आउने रहेछ क्या, भिडियो त झेर गराइदिने रहेछ। भोइस पनि क्लियर राख्ने, भोइसै रिटर्न गरिदिइरहेको छु। दामी आउने। नेपालमा पनि लन्डन बनाएछन् के अरे महोत्सवको लागि होइन। हेर्नुभयो कस्तो दामी बनाए लन्डनको ब्रिजहरू। चितवनमा क्या लागि, तर लन्डनको जस्तै सेम के पुरै ब्रिजहरू।
ठाउँमा पनि आइपुग्यो। यो साइडमा न यो साइडमा राम्रो मर्ने रहेछ के माछा। हावा कम्ती चल्ने रहेछ। अर्को फ्राइडे यतातिर आउनु पर्ला अनि यो भन्दा पनि अग्लो बिल्डिङदेखि खसेर मऱ्यो भनेदेखि बङ्गालीको साथी कतातिर आइछ रे। मर्निङ भ्युज गाइस। नगराउने माथि त त्यो देख्छ। मैले हटाएको तेजाले गाली गर्ला नि भनेर सोनर छोडेको थिएँ मैले त्यहाँ मान्छेलाई। त्यहाँ मान्छे फेस देखिन भएन केटी मान्छेहरूको अनि गाडीको नम्बर प्लेट स्पष्ट देखिने गरी नहालेर गराउँदा केही हुन्न भन्थ्यो। तर आफैले आफ्नो सेफ्टी गर्न ठिकै हो। सनलाइटमा सिनेमेटिक सट कपाल जान्छ एउटा ट्राई गर्छु। गाडी लाइन